ओहो भएन 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 कहाँ माथि रोकेको एकछिन है ल यता हेर त ल चाबी बन्द गर पहिला गाडीको ल तल आऊ यहाँ हेर्न आऊ ल हेरौँ है अब यहाँ यो गाडी लाइन कहाँ पुग्यो हेरौँ गाडी यहाँबाट हेर्दाखेरि पुरै फेल भयो हो ल अब हुनु पर्थ्यो के भन्दाखेरि पहिला पहिला के हुन्थ्यो त्यहाँ तल लामो लाइन हुन्थ्यो हैन अनि यो लामो लाइन छ नि यो लाइन यहाँ हुन्थ्यो त्यो दुईटा लाइनको बिचमा गाडी जहाँ रोके पनि हुन्थ्यो हैन अब अहिले चाहिँ के भयो भन्दाखेरि अब यो स्टप लेखेको हुन्छ यहाँ पहेँलो ठ्याक्क गाडी मुनि परेको छ यसरी हैन यो स्टपमा यो लाइन छ नि यो लाइन छुन पाइएन यो गाडीको यो बम्पर छ हैन यो बम्परले एटलिस्ट यो स्टपको कमसेकम यहाँ बम्पर पर्नु पऱ्यो क्या स्टपमा के है यति स्टपमा पनि परेन भने फेल भयो अनि त्यो बम्पर यो लामो लाइन यहाँ यसमा बम्पर पर्यो भने पनि फेल भयो भनेको मतलब यसमा पर्यो भने फेल स्टपमा परेन भने फेल ठ्याक्क स्टपमा गाडी पर्नु पर्यो है गाडी स्टपमा पर्नु पर्यो अनि यो लामो लाइन कट्नु पनि भएन छुनु पनि भएन स्टप छुनु पर्यो अनि बल्ल पास हुन्छ है त ल एकचोटि गाडी तल झारौँ त अब कसरी रोक्ने भनेर चाहिँ अर्को भिडियोमा हालिदिन्छु हेर्दै गर्नु होला यहाँसम्म आउनुभयो एउटा कमेन्ट छोडिदिनु होला फलो गर्नु होला धन्यवाद।